थोरै सहयोगले कसैको ज्यान बच्न सक्छ भने वाइ नट होइन। विनोद डाउन ज्याकेट सिलाइ सेन्टरको तर्फबाट हामीले सकेको सहयोग गरेका छौँ। मलाई बचाउनको लागि सबैजना मिलेर सहयोग गरिदिनु होला, यही नै भन्न चाहन्छु। मङ्गल स्याङटानजीको लागि चाहिँ सहयोग कति गर्दै? हामीले चाहिँ 6500 सहयोग गर्दैछौँ। 6500 हजुर। दर्शक महानुभावहरू, विनोद डाउन ज्याकेट रिपेयरिङ सेन्टरमा हामी आइपुगेका छौँ भनेदेखि सर हुनुहुन्छ, यहाँ म्याम हुनुहुन्छ होइन। उहाँहरूले चाहिँ मङ्गल स्याङटानज्यूको लागि चाहिँ 6500 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँको फ्यामिलीहरू, उहाँको जति पनि चाइल्डहरू छ उनीहरूलाई राम्रो हुनसक्छ, त्यो भएर सबैजनाले जति सक्नुहुन्छ आफ्नो ठाउँबाट हेल्प गरिदिनु होला। मोडर्न टिभी, ताजा समाचार र मनोरञ्जनमा हर पल तपाईकै साथ। दर्शकबिन, यतिखेर हामी विनोद डाउन ज्याकेट रिपेयरिङ सेन्टरमा आइपुगेका छौँ भनेदेखि मङ्गल स्याङटान बचाउ अभियानलाई लिएर हामी ठाउँ ठाउँमा हिँड्दाखेरि ठ्याक्कै हामी आज यहाँ आइपुगेका छौँ र अगाडि पनि हामीले देखाइसक्यौँ बोर्डहरू र यहाँको लोकेसनहरू पनि हामीले भनिसक्यौँ भनेदेखि हामी उहाँसँग पनि केही कुराकानी गर्न चाहन्छु। सर नमस्कार। हजुर नमस्कार। आराम हुनुहुन्छ? आराम छ सर। अहिले काम गर्दै हुनुहुन्छ, व्यस्त हुनुहुन्छ हजुर होइन, कुनै टाइम दिन सक्नुहुन्छ? ओके हजुर। अब सर, यहाँनिर जुन हामी मङ्गल स्याङटान बचाउ अभियानका लागि चाहिँ यहाँसम्म आइपुगेका छौँ, सर्वप्रथम त यही भन्न चाहे होइन। हजुरको यहाँको जुन विनोद डाउन ज्याकेट रिपेयरिङ सेन्टरको विशेषता भन्नुहुन्छ? हामीले चाहिँ यहाँनिर विगत म चाहिँ यो नयाँ बस्ती बौद्धमा चाहिँ अलमोस्ट 10-11 वर्षदेखि काम गरिरहेको छु यही फिल्डमा। अब यहाँ चाहिँ हामी कहाँ 3 लेयर 4 लेयर रबडाइज कपडामा चाहिँ डाउन ज्याकेटहरू बन्छ, जुन चिसो समयमा एकदमै राम्रो पनि र न्यानो पनि। अनि हामी कहाँ बनाएको जुन डाउन ज्याकेटहरूबाट चाहिँ जस्तो तपाईँको डाउनहरू निक्सिने त्यस्तो समस्या चाहिँ हामी कहाँ हुँदैन। अनि हामी डाउनको क्वालिटीहरू पनि एकदमै राम्रो खालको प्रिमियम एकदम गुज डाउनहरू राखेर बनाउँछौँ। यो चाहिँ गुज डाउन हो। अनि अर्को यसैमा 2 नम्बरको डाउन, यो पनि गुजै हो तर यो चाहिँ ब्राउन। अनि हामीले मोटो डाउनहरू चाहिँ त्यति धेरै राखेर बनाउँदैनौँ। जस्तो यहाँनिर मिनिममदेखि म्याक्सिममसम्म कतिको सम्म चाहिँ ज्याकेट पर्छ? हामी कहाँ मिनिमम चाहिँ तपाईँको डाउन ज्याकेट चाहिँ 4000देखि 8000सम्मको प्राइसको डाउन ज्याकेटहरू पाउन सक्नुहुन्छ। त्यसमा अब तपाईँको पुरानो ज्याकेटलाई हामीले रिपेयर पनि गरिदिन्छौँ। त्यसको चाहिँ हाम्रो चाहिने 2000 रुपियाँ 4 लेयर राखेर 2000मा हामीले रिपेयर गर्ने गर्छौँ। र अरू ज्याकेटको कुरा गर्नुहुन्छ भने नर्मल तपाईँको 1500देखि स्टार्टिङको ज्याकेटहरू पनि हुन्छ, त्यस्तो खालको पनि हामी बनाउँछौँ। हामीले मोटामोटी अब यो बिजनेस हो, अब यसै भन्नै सकिँदैन, कुनै दिन राम्रो हुन्छ कुनै दिन राम्रो हुँदैन। अब मोटामोटी हामीले यहाँनिर डेली तपाईँको मेरो उत्पादनको हिसाबले हेर्ने हो भने चाहिँ दिनको 30 पिस ज्याकेट डेली उत्पादन गर्छौँ। यो चाहिँ मेरो पसल हो, उतापट्टि मेरो कारखाना पनि छ। र सेलको हिसाबले चाहिँ अब बिजनेस हो, मोटामोटी हामीले दिनमा 20-25वटा ज्याकेट सेल गरिरहेको हुन्छौँ। जस्तो अरू ठाउँमा पसल पनि राख्नु भएको छ कि यहाँ मात्र? होइन, मैले यहीँबाट मात्रै हो, यहीँबाट। बाहिर पनि सामानहरू पठाउनुहुन्छ सेल गर्नु? हामीले होलसेल पनि गर्छौँ, होलसेल पनि गर्छौँ। भनिसकेपछि जस्तो यहाँको ज्याकेट चाहिँ उहाँहरूको अर्डर अनुसारको, यदि उहाँहरूले अर्डर दिनुभयो भने उहाँहरूको अर्डर बमोजिमको पनि हामी बनाइदिन्छौँ। जस्तो अरू पसलमा जाँदाखेरि पनि होइन, तपाईँको यहाँदेखि ज्याकेटहरू गएको छ, यहाँको सामान गएको छ भनेदेखि कसरी थाहा पाउने, कसरी चिन्ने, लोगो के होला? होइन, हाम्रो स्पेसली मेरो यही नै भनेर एक्ज्याक्ट लोगो चाहिँ राखेका छैनौँ, हामीले स्पेसली बनाएको छैनौँ। तर जुन मार्केटमा जुन पाउने कमन जुन लोगोहरू छ त्यही नै राखेर हामी बनाउँछौँ। र उहाँहरूले लोगो एक्स्ट्रा दिनुभयो भने पनि हामी त्यो लोगो राखेर पनि बनाइदिन्छौँ। सर, हामीले थोरै समय लियो हजुरको होइन, जस्तो यहाँको पसलको विषयमा र यहाँनिर अलिकति लोकेसनको विषयमा चाहिँ कसरी कहाँबाट आउने भन्ने कुराहरू भनिदिनुहोस्। यो चाहिँ बौद्ध नयाँ बस्ती छ, योभन्दा उतापट्टि एउटा पाटीटार चोक पनि भन्छ। योभन्दा अगाडि नयाँ बस्ती क्लबबाट अलिकति अगाडि विपुल चोकबाट अलिकति अगाडि एउटा लस्ट लाइट एकाडेमी छ, त्यसैको अपोजिटमा ठ्याक्कै लस्ट लाइट एकाडेमीकै अपोजिट। यहाँनिर आइसकेपछि अहिले चिसो मौसममा चाहिँ न्यानो ज्याकेटहरू लिएर जान सक्यो मजाले। कति वर्षको ग्यारेन्टी हुन्छ? यो ग्यारेन्टी वारेन्टी के छ सर? ग्यारेन्टी भन्दा पनि जोस् मार्केटको भन्दा हामी बेस्ट दिने प्रयास गर्छौँ। ग्यारेन्टी त के नै ग्यारेन्टी हुन्छ र होइन, आफ्नै लाइफ केही त ग्यारेन्टी हुँदैन, तर जोस् मार्केटको भन्दा बेस्ट हामी दिने प्रयास गर्छौँ। सर, आज चाहिँ हामी यहाँनिर मङ्गल स्याङटान बचाउ अभियानका लागि चाहिँ ठाउँ ठाउँमा हिँड्दाखेरि यहाँ पनि ठ्याक्कै छिरिहाल्यौँ होइन। केही आर्थिक सहयोगको लागि जो मङ्गल स्याङटान भाइ चाहिँ विगत 3 वर्षदेखि चाहिँ
दुईटै मृगौलाले चाहिँ काम नगरेको हुँदाखेरि चाहिँ अहिले नेपाल भारत मैत्री हस्पिटलमा चाहिँ उहाँको उपचार हुँदैछ होइन। मृगौला उहाँको चाहिँ फेर्नुपर्ने भएको कारणले गर्दाखेरि आर्थिक अवस्था एकदमै कमजोर, उहाँको लालाबालाहरू छन्, छोराछोरीहरू छन्। भोलिको दिनमा चाहिँ उहाँलाई केही भइहाल्यो भनेदेखि टुहुरा होला। ती बच्चाहरू त्यस्तो नहोस्, हामीले बचाउनुपर्छ भनेर चाहिँ एउटा बचाउ अभियान हामीले थालेका छौँ। यहाँसम्म पनि आइपुगेका छौँ होइन। हजुरले पनि के सहयोग गर्नुहुन्छ कि भन्ने हामीले आशा राखेर यहाँ छिरेका छौँ। अहिले चाहिँ एकदमै रिक्वेस्ट गरेँ सबैजनाले, किनकि स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो, हामीले सेवा गर्नुपर्छ होइन। सबैजनाले हेल्प गरिदिनु होला, म यही नै भन्न चाहन्छु। तपाईँले जति सकेको सहयोग गरिदिनु होला, किनकि थोरै सहयोगले कसैको ज्यान बच्न सक्छ भने होइन त होइन। मैले चाहिँ माफी चाहेँ, मैले चाहिँ सहयोग गरेको रकम चाहिँ भन्न चाहिनँ। तपाईँहरूले आफैले लेख्नुहुन्छ भने ठिकै छ, मैले चाहिँ भन्न चाहेँ सरी। लेखेर चाहिँ हामी दिइहाल्छौँ, तर पनि अरूलाई पनि थाहा होस् र मङ्गल स्याङ्जालाई पनि थाहा होस्। भोलिको दिनमा अब हामी मिडिया साथमा आएको कारण चाहिँ के हो त भन्नुपर्दाखेरि चाहिँ धेरैजनाले रसिद त बोकेर हिँडेका हुन्छन् सहयोगको लागि होइन। कसैले रसिद लेख्ला, कसैले रसिद नलेख्ला, त्यो भनेको आफ्नो ठाउँमा छ होइन। भोलिको दिनमा 1 रुपियाँ पनि तलमाथि भयो भनेदेखि त्यो बिमारीको हातमा नपुग्न सक्छ। यो त एकदमै थोपा मिलेर सागर बन्ने चिज हो नि त। उहाँको उपचारको लागि हामीले सहयोग उठाएर हिँडिरहेका छौँ र प्रत्यक्ष रूपमा हजुरले सहयोग गर्नुभएको रकम पनि हामी मोडर्न टिभी र वेब सञ्चारबाट पनि हामी प्रत्यक्ष रूपमा चाहिँ प्रसारण पनि गर्नेछौँ। त्यो हुँदाखेरि चाहिँ उहाँको नजरमा हामी पनि राम्रो भयौँ, तपाईँ पनि राम्रो हुनुभयो र अरू दर्शक महानुभावहरूले पनि केही सहयोग गर्ने आशा अझै उहाँहरूको मनमा पनि पलाउला कि भनेर चाहिँ अनुरोध गर्न चाहन्छु। म्याम हजुरको नाम रिता रूपाहेती। रिता रूपाहेती। हजुर, जस्तो यहाँसम्म हामी आइपुगेका छौँ सहयोगको लागि, मङ्गल स्याङ्जान बचाउ अभियानका लागि चाहिँ मङ्गल स्याङ्जानलाई बचाउनुको लागि चाहिँ हामी एउटा अभियान चलाएर हिँडेका छौँ। सरसँग केही कुराकानी पनि गऱ्यौँ होइन। सबैजनाले हेल्प गरिदिनु होला। अब हामी पनि सानो व्यवसाय गरेर बसिरहेको मान्छेले पनि अब अलिकति कटाएर उहाँलाई हेल्प गर्न सक्छौँ भने सबैजनाले थोरै थोरै हेल्प गर्दा उहाँको लाइफ बन्न सक्छ नि त। उहाँको फ्यामिलीहरू, उहाँको जति पनि चाइल्डहरू छ उनीहरूलाई राम्रो हुनसक्छ। त्यो भएर सबैजनाले जति सक्नुहुन्छ आफ्नो ठाउँबाट हेल्प गरिदिनु होला। ठ्याक्कै भनिदिनुहोस् हजुरले आज मङ्गल स्याङ्जानजीको लागि चाहिँ सहयोग कति हामीले चाहिँ 6500 सहयोग गर्दैछौँ। 6500। हजुर दर्शक महानुभावहरू, विनोद डाउन ज्याकेट रिपेयरिङ सेन्टरमा हामी आइपुगेका छौँ भनेदेखि सर हुनुहुन्छ, यहाँ म्याम हुनुहुन्छ होइन। उहाँहरूले चाहिँ मङ्गल स्याङ्जानज्यूको लागि चाहिँ 6500 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद र सबैजना जतिले पनि हेरेर बसिरहनु भएको छ सबैले चाहिँ 1 रुपियाँ भए पनि सहयोग गरिदिनु होला भन्न चाहन्छौँ। अन्त्यमा के भन्न चाहन्छु? अन्त्यमा म के भन्न चाहन्छु भने हामी विनोद डाउन ज्याकेट सिलाइ सेन्टरको तर्फबाट हामीले सकेको सहयोग गरेका छौँ। मलाई बचाउनको लागि सबैजना मिलेर सहयोग गरिदिनु होला, यही नै भन्न चाहन्छु। समय र सम्वादको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद।